के गर्नु लाग्यो मम्मी आज? यो गाजर उखालेको है एकदम बाक्लो भयो। यो हेर्न कोही ठुलो कोही सानो एकदम गजिन भयो कि आज यसको हलुवा बनाऊँ भनेर हो। गाजर अनि चुकन्दरको पनि एकदम बाक्लो भयो कि त्यही उखालिदिँदैछु म। बारीमा के फलेको मम्मी यो? यो गाजर र बिटरुट कि चुकन्दर अझै छ, त्यो थुप्रै बाक्लो भएछ। अब आज यसको हलुवा बनाऊँ है। यो फेरि एकदम राम्रो हेल्दी हो कि त्यो अर्ग्यानिक घरको झन् है। यसलाई राम्ररी अब एकदम वास गर्नु पर्यो अनि त्यसपछि यसलाई फेरि खुर्केर अनि फोरेर हलुवा। यो बिटरुटले नि ब्लड बढाउँछ एकदम। गाजरलाई धोछु है। अब यसलाई मजाले गाजरलाई धोएछु अब खुर्केर। अब यो हलुवा बनाउने कि गाजर र यो बिटरुटको कि यो घरकै बारीको मेरो अर्ग्यानिक। अब यसमा दुध फुल यो क्रिम मिल्क दुध छ है। अनि यसमा चिनी, यो किसमिस, पेस्ता, बदाम है, अनि यो नरिवल कोरेको, अनि यो क्रिमी कस्टर्ड पाउडर है यसमा हाल्ने। अनि अहिले बनाएर म देखाउँछु। यसलाई गाजरलाई धोएछु अब खुर्केर। अब यो हलुवा बनाउने कि गाजर र यो बिटरुटको कि यो घरकै बारीको मेरो अर्ग्यानिक। अब यसमा दुध फुल यो क्रिम मिल्क दुध छ है। अनि यसमा चिनी, यो किसमिस, पेस्ता, बदाम है, अनि यो नरिवल कोरेको, अनि यो क्रिमी कस्टर्ड पाउडर है यसमा हाल्ने। अनि अहिले बनाएर म देखाउँछु। गाजरलाई मैले एकदम खुर्केर सफा गरेछु। अब यसलाई हलुवा बनाउनु त कोर्न पऱ्यो नि। सबैलाई यसरी यस्तो मसिनो निकाल्नु पऱ्यो कोरेर। गाजरलाई कोरेर भ्याइयो है। यो जम्मै मैले यसमा ब्लेन्डरमा कोरेँ। अब यो चुकन्दर छ नि, अब यसलाई कोर्न छ। यो दुइटैलाई कोरेर चुकन्दर र गाजर मिक्स गरेर बनाउने कि यो दुइटै चाहिँ एकदम हेल्थको लागि दुइटै। यो क्यारेट पनि एकदम राम्रो, यो बिटरुट पनि एकदम राम्रो के है। दुइटै अहिले अब अहिले सिजनको मेरो त बारीको भएर गरेको। ल यो गाजरको हलुवालाई मैले बटरमा बनाउनु लगाएको। यो अलिकति बटर हालिदिनु, यो बटर मेल्ट हुन्छ नि। म अब यसरी अब यो बटर अलिकति भइसकेछ। अब यो क्रसिङ यहाँ आइजन अलि अगाडि भयो। ल यो क्रस गरेको इलाइची अब यो बटरमा मैले हाल्दैछु है। एकछिन यो इलाइची हुन्छ अनि त्यसपछि यो गरेको कोरेको यो गाजर यसमा हाल्नु है। गाजर, यो बिटरुट सब यो अब होली पनि आउँदैछ नि त। होलीको लागि अलिकति स्विट अझै बनाउनु पर्छ है। अब एकछिन यो पाक्छ गन्धबाट। यो गाजर र बिटरुटलाई एकछिन पकाउनु पऱ्यो मजाले है बटरमा। अनि यहाँ मैले यो दुध उगारेछु है। अब यसमा चाहिँ मैले यो क्रिमी कस्टर्ड पाउडर छ कि है। यसलाई चाहिँ यो दुधमा लगभग यति जति म मिल्कमा म हालिदिन्छु है।
यो मिल्कमा यसलाई हल्का गरेर यो कस्टर्ड पाउडरलाई मिल्कमा हालेर यसलाई यहाँ मिल्कमा यो एड गरिदिनु है। अब मैले खोवा हालेको छैन, यो क्रिमी कस्टर्ड पाउडर हो कि है। अब एकछिन यो पाक्छ अझै। चिनी यसमा हाल्दैछु, अनि चिनी हालेर एकछिन पकाउँछु। यो गुलियो धेरै छ, गाजर पनि गुलियै छ, धेरै गुलियो हाल्न पर्दैन, दुइटै गुलियो छ कि। अब यो चिनीलाई एकदम मजाले पकाउनु, अनि लास्टमा बल्ल अनि यो मिल्क हालेर फेरि पकाउनु। यो अहिले यो गाजरको सिजन भएको हुनाले अहिले अब गाजर पनि सस्तो छ, तर मेरो यो घरकै बारीको अर्ग्यानिक दुइटै यो बिटरुट पनि क्यारेट पनि दुइटै घरको भएको हुनाले अब अहिले सिजनको चिज बनाउनु पऱ्यो नि। अब बेसिजनमा त पाइँदैन, अहिले त प्रशस्तै छ यो बजारमा गाजर यो बिटरुट। एकदम यो दुइटै हेल्थको लागि एकदम राम्रो बनाएर खाना। अब हामी त डायबिटिजलाई हुँदैन, गुलियो खानेलाई त यो धेरै हेल्थको बेनिफिटवाला यो रेसिपी हो कि एकदम राम्रो। भुटियो है। अब यो मैले यो मिल्कलाई जुन कस्टर्ड क्रिम हालेको छु नि, अब यो सबै यो मिल्क हालिदिनु यसलाई है। अब यो मिल्क हालेर अब यसलाई मजाले पकाउने। यो गाजर र यो बिटरुटको हलुवा यो एकदम हेल्दी यो। अब हामी त गुलियो खानिन्न है, तर यो एकदम राम्रो यो मेरो घरको अर्ग्यानिक गाजर र बिटरुटको हलुवा। अब होली आउँदैछ, होलीलाई खोवा हालेर बनाउने। अब लगभग पाक्यो। अब यो मैले किसमिस यसमा र यो बदाम हालिदिँदैछु, धेरै ड्राई फ्रुटहरू नहालेको कि यसमा यो कस्टर्डै छ, सेन्टेड छ एकदम। अब यो काजु पनि हालेन, यो ग्रेटेड यो ओके नरिवल यसलाई गार्निसिङ गरिदिउँ। धेरै नरिवल हालिदियो भने अलिक टेस्टी पनि हुन्छ कि। अब ल भयो, अब यो पाक्यो। अब म एकछिनमा सर्भ गर्छु है। लगभग यो पाक्यो। अब एकछिनमा अझै यो राम्रो जम्छ। अब यो प्लेटिङ गरिदिनु लाग्यो मैले। अब यो होलीमा चाहिँ खोवा हालेर बनाउने।